क्रिसमस ट्री बनाउन लाग्नु भएन सर? हजुर हजुर हो पुलिसले नै हजुर एउटा ट्रीको शेप बनाइदिने। हजुर यस्तो शेप लिनुभयो सरले। यसरी यतातिर कटा जस्तो बनाइदिने। यस्तो यस्तो यसरी यसको पनि यस्तै यसरी यसको यतातिर नि यस्तो यस्तो बनाइदिँदा हुन्छ। अनि यसपछि के गर्ने सर? यसपछि चाहिँ तपाईहरुले सुकाइदिने यसलाई 60 सेकेन्ड केयर गर्ने। 60 सेकेन्ड रुखको एउटा डन्ठी बनाइदिने यसरी। 60 सेकेन्ड 30 सेकेन्ड्स गर्दा पनि हुन्छ। हामी मेटालिक टप कोट लगाइदिन्छौँ है। ओके लिने हजुर। अनि त्यसपछि अब यस्तो स्नो जस्तो बनाइदिने। स्नो जस्तै अब बनाउँदै जानु पर्यो हैन? रुखमा हाम्रो स्नो जमेको जस्तो। हजुर त्यसै हाम्रो टक्क स्नो फल भएपछि रुखमा चाहिँ स्नो जमेको हुन्छ नि, त्यही थेम चाहिँ सरले स्नो चाहिँ यसरी माथिबाट फल भएर चाहिँ रुखमा बसेको जस्तो बनाइराख्नु भएको छ सरले। यस्तो देखिरहेको छ। लिङ द ब्युटी स्टुडियो चाहिँ आउन सक्नुहुन्छ। यसरी चाहिँ बनाउनु हजुर मुनितिर चाहिँ स्नो जमेको बनाउन लाग्नुभयो। हजुर एकदम राम्रो भइसकेको छ। यसरी तलको स्नोहरू पनि बनाइदिनु भयो। यो चाहिँ के हो सर? यो चाहिँ सुगर डस्ट हो। यो चाहिँ लिने एकदम अहिलेको जस्तै बिस्तारै हाल्नु होला है। हुन्छ। यो पनि फेरि यताउता टाँसिन्छ नि त, त्यही भएर सेम सुगर जस्तै हुने रहेछ। अनि यसरी चाहिँ डस्ट आउट गर्ने। यसलाई 60 सेकेन्ड केयर गर्ने। त्यसपछि के गर्ने शङ्कर सर? त्यसपछि डस्ट आउट गरेर चाहिँ यो फाइनल रिजल्ट हाम्रो एकदमै 3D मा चाहिँ ट्री बनिसकेको छ है त। हेर्न सक्नुहुन्छ ट्री एकदमै राम्रो रियल देखिन्छ भने स्नो आर्टहरू सेन्टा यो सबै आर्टको चाहिँ हाम्रो ट्युटोरियल छ। हजुरले युट्युब च्यानलबाट पनि हेर्न सक्नुहुन्छ। न्यू इयर अफरमा क्लासेस पनि जोइन गर्न सक्नुहुन्छ है त। क्रिसमस ट्रीको फाइनल रिजल्ट चाहिँ यस्तो देखेको छ एकदमै 3D मा। साँच्चीकै नै हाम्रो स्नो चाहिँ फल भएर चाहिँ ट्रीमा बसेको जस्तो भएको छ। हजुरले हेर्न सक्नुहुन्छ। यसरी जुममा पनि एकदमै राम्रो छ र अरू आर्ट पनि हजुरहरूको आफ्नो आफ्नो ठाउँमा बेस्ट छ। कुन चाहिँ हजुरहरूको फेभरेट हो?